दुबई एयर सोमा भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको छ। युएईको अल मकतुम विमानस्थलमा जारी दुबई एयर सो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायुसेना तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो। आज शुक्रबार दुबईको स्थानीय समयअनुसार 2:10 विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ। हजारौं दर्शक दुबई एयर सोको अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकु विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो। उडान भरेर शानदार मोड लिइरहेको लडाकु विमान के कारण दुर्घटना भयो खुलेको छैन। दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायुसेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ। दुबई एयर सो विश्वकै प्रमुख एभिएसन प्रदर्शनी मध्ये एक हो। विश्वभरका विभिन्न एयरलाइन्स र सैन्य उत्पादक कम्पनीले आफ्नो प्रविधि प्रदर्शन गर्न सो सहभागिता जनाउने गर्छन्। दुर्घटनापछि भारतीय वायुसेनाको विमान तेजसको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।